भारतको परिकल्पना एउटा त्यो पिलर नम्बर 1 हो। पिलर नम्बर 2 हो कि सामाजिक विकास र मानव संसाधनको विकास। सामाजिक विकास हुनु पर्यो। सामाजिक विकास कसरी हुने भन्दाखेरि चाहिँ इन्क्लुसिभ, अब यो चाहिँ विकास हुनु पर्यो सबको लागि। यो विकासको जुन चाहिँ सरकारले योजना तयार गर्छ सबैलाई समेट्नु पर्यो विकास परियोजनामा। अनि एक्सेस टु क्वालिटी एजुकेसन, गुणस्तर शिक्षा चाहिँ सबैले पाउनु पर्यो, सबै विद्यार्थीले गुणस्तर शिक्षा पाउनु पर्यो। अनि चाहिँ क्वालिटीको सेवा पाउनु पर्यो, सर्भिसेस अघि शिक्षा क्वालिटीको पाउनु पर्यो, गुणस्तर पाउनु पर्यो, स्वास्थ्य सेवा गुणस्तरको पाउनु पर्यो, हरेक सेवा गुणस्तरको हुनु पर्यो। अनि अपर्च्युनिटी, अवसर सबको लागि गुणस्तर अवसर सबैको लागि अवसर हुनु पर्यो। एउटा पार्टीलाई सघाउनेलाई मात्रै अवसर होइन, सबै प्रत्येक नागरिकलाई अवसर सृजना गर्नु पर्यो। यसरी समाजको विकास गरेर लानुपर्छ। यो सोसियल डेभलपमेन्ट अन्तर्गत हो।